नेपालमा अहिले सबैभन्दा धेरै चर्चामा आएको नुडल्स ब्रान्ड कुन हो? धेरैले भन्ने गर्छन् करेन्ट नुडल्स। स्पाइसी टेस्टी, युथ क्रेज, टिकटक ट्रेन्ड अनि मार्केट कम्पिटिसनका कारण करेन्टले अहिले देशभर चर्चा। आजको भिडियोमा हामी करेन्ट नुडल्सको लेटेस्ट न्युज, मार्केट ग्रोथ, कन्ट्रोभर्सी अनि किन यो ब्रान्ड यति भाइरल भयो भनेर सम्पूर्ण जानकारी दिनेवाला छौँ। नमस्कार साथीहरू, स्वागत छ तपाईलाई हाम्रो च्यानलमा। म आर्यन ढुङ्गाना अनि आज हामी कुरा गर्दैछौँ नेपालको ट्रेन्डिङ नुडल्स ब्रान्ड करेन्ट। करेन्ट नुडल्स उत्पादन गर्ने कम्पनी हो यशोदा फुड्स। यो ब्रान्ड 2017 मा सुरु भएको थियो। थोरै समयमा नै स्पाइसी टेस्ट र युथ ट्रेन्डिङ मार्केटको कारण ठुलो पपुलारिटी कमायो। हालै करेन्ट नुडल्स निकै चर्चामा आयो जब फुड टेक्नोलोजी डिपार्टमेन्टले केही ब्याच मार्केटबाट फिर्ता लिने निर्देशन दिएको खबर सोशल मिडियामा भाइरल भयो। ब्याच 04A सम्बन्धी ल्याबोरेटरी टेस्ट रिकल्स नोटिस जारी गरिएको बताइएको थियो। यो न्युज आएपछि फेसबुक, टिकटक र युट्युबमा करेन्ट नुडल्स बारे धेरै डिस्कसन सुरु भयो। मार्केटमा करेन्टको ग्रोथ, कन्ट्रोभर्सी बीच पनि करेन्ट नुडल्सको मार्केट ग्रोथ भने निकै स्ट्रङ देखिएको छ। रिसेन्ट बिजनेस रिपोर्ट अनुसार यशोदा फुड्सको रेभिन्यू 31% ले बढेको छ। एक्सपर्ट्सका अनुसार करेन्टले स्पाइसी फ्लेभर र युथ फोकस्ड ब्रान्डिङको कारण वाइवाईलाई कडा कम्पिटिसन दिएको छ। करेन्ट किन भाइरल भयो? करेन्टको सबैभन्दा ठुलो ताकत भनेको स्पाइसी टेस्ट हो। अकबरे स्टाइल फ्लेभर, हट एन्ड स्पाइसी नुडल्स ट्रेन्ड अनि कोरियन रामेन भाइबले गर्दा नेपाली युथमा यसको क्रेज बढेको छ। टिकटक च्यालेन्ज, रिल्स अनि मिम कल्चरले पनि करेन्टलाई फ्यान फोकस बनाएको छ। करेन्टले अहिले केवल नुडल्स मात्र होइन, ब्रान्ड एक्सपिरियन्स बनाउन खोजेको छ। काठमाडौँमा करेन्ट पोइन्ट र करेन्ट मार्ट जस्ता आउटलेट्स खुलेका छन् जहाँ कस्टमर्सले नयाँ फ्लेभर टेस्ट गर्न सक्छन्। अब तपाईको विचार के छ? करेन्ट नुडल्स नेपालको नम्बर 1 स्पाइसी नुडल्स बन्न सक्छ? कमेन्टमा आफ्नो विचार राख्न नभुल्नु होला। भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नु होला। स्क्रिप्ट बाई आर्यन ढुङ्गाना, मेड बाई आर्यन ढुङ्गाना।